म डाक्टर नवीन कुमार रौनिया कंसल्टेंट फिजिशियन। आज म ग्यास्ट्रिक सम्बन्धी केही भन्न चाहन्छु। यदि त हामी के बुझ्छौँ भने ग्यास्ट्रिक हामी राष्ट्रिय रोग सम्बन्धी छौँ र जुन बिरामीहरू ग्यास्ट्रिक सम्बन्धी रोग सम्बन्धी ग्रसित बिरामीहरू जुन मेरो ओपीडीमा आउँछन्, म के कति समस्या लिएर आउने कस्तो उहाँहरूको प्रतिक्रिया हुन्छ म त्यो बताउन खोज्दैछु। धेरै जसो ग्यास्ट्रिकको बिरामीको आफ्नो आफ्नै विभिन्न प्रकारको परिस्थिति हुन्छ, जसमा चाहिँ कसैले मलाई ढ्याउढ्याउ धेरै आउने, ढ्याउढ्याउ आउने, छाती भारी हुने, छाती पोल्ने, कतै ढाड दुख्ने, या कसैको पेटमा माथिल्लो पेटमा दुख्ने या पोल्ने, पेट फुलेर नै ढुस्स पर्ने, दिशा राम्ररी नखुल्ने, कसैको तल्लो पेट दुख्ने, दिशा दिनको 3-4 पल्ट हुने, त्यस्तो समस्याहरू देखिन्छ। सबैको विभिन्न किसिमको परिस्थितिबाट पनि के मुख्यतः के कारणले गर्दा ग्यास्ट्रिकहरू हुन्छन् जसले हामीले ध्यान दिनुपर्छ। जसको उपचार गर्दा चाहिँ ग्यास्ट्रिक धेरै हदसम्म ठिक हुन्छ। मुख्यतः कुरा गर्दा चाहिँ ग्यास्ट्रिक चाहिँ हरी वरी करी यिनीहरूले गर्दा चाहिँ मुख्यतः हुन्छ। जसमा चाहिँ करी जसले चाहिँ हामी मसलायुक्त खानेकुरा खान्छौँ, खुर्सानी बढी भएको खानेकुरा यो करेन्ट चाउचाउहरू भयो, पिरो मसला बढी भएको खानेकुराले चाहिँ करीको काम गर्छ, जसले चाहिँ ग्यास्ट्रिक चाहिँ बढी सिक्रेसन गर्छ। जसको कारण पेटमा चाहिँ हाइड्रोक्लोरिक एसिडको सिक्रेसन बढी हुन्छ र ग्यास्ट्राइटिस हुन्छ। अर्को भनेको चाहिँ हरी हो। हरी भनेको चाहिँ आफ्नो टाइममा खाना नखाने, होइन, बिहान एकदम हतारमा निस्किनुपर्ने, काममा जानुपर्ने, दिनभरि बिजी मिटिङ गराउने, समयमा खाना नहुने र दिनभरि भोकै बस्ने यस्तो किसिमको बिरामीहरू जो आफ्नो काममा व्यस्त हुन्छन्, समयमा टाइममा खाना खान सक्दैनन्, त्यसमा पनि यस्ता ग्यास्ट्रिक समस्याहरू देखिन सकिन्छ। अर्को भनेको वरी पनि हो, चिन्ता। जस्तै चाहिँ चिन्ता बढी गर्छ, मनमा कुरा खेलाउँछ, मनमा कुरा टेन्सन बढी लिन्छ, सानसानो कुरामा स्ट्रेस हुन्छ। चिन्ताले पनि, स्ट्रेसले, वरीले पनि ग्यास्ट्रिकको मात्रा बढाइन्छ, ग्यास्ट्राइटिस बढाइन्छ र ग्यास्ट्रिक अल्सरसम्म हुन सक्छ। त्यो चाहिँ यो हरी वरी करी मेनली यो तिनवटा कारणले चाहिँ ग्यास्ट्राइटिस हुन्छ, ग्यास्ट्रिक हुन्छ। यो बाहेक एस पाइलोरी ब्याक्टेरिया पनि हुन्छ, जसले चाहिँ ग्यास्ट्रिक गराउँछ, कसैलाई ग्यास्ट्रिक अल्सर पनि गराउँछ, कसैलाई ग्यास्ट्रिक क्यान्सर पनि गराउँछ। एस पाइलोरी ब्याक्टेरियाको हामी जाँच पनि गर्न सक्छौँ। यो ब्याक्टेरियाको जाँच गर्दा देखियो भने यसको उपचार गरेर निको पनि गर्न सक्छौँ। यो एस पाइलोरी ब्याक्टेरिया बाहेक यो तिनवटा कारण बाहेक अरू कारण भनेको चाहिँ रक्सी हो, चुरोट हो, कसैकोसँग जेनेटिक प्रिडिस्पोजिसन हुन्छ र कसैकोसँग चाहिँ ट्युमरले गर्दा या अरू कुनै कारणले गर्दा सिक्रेसन हाइड्रोक्लोरिक एसिडको सिक्रेसन पनि बढी हुन्छ, सिक्रेसन अफ हाइड्रोक्लोरिक एसिड भइरहेको हुन्छ। त्यस्तो बिरामीमा चाहिँ यो ग्यास्ट्राइटिसहरू देखिन्छ। विभिन्न कारणले गर्दा ग्यास्ट्रिक देखिन्छ, यसको कारण पनि पत्ता लगाउन सकिन्छ। ग्यास्ट्रिक पत्ता लगाएपछि हामी चाहिँ केही विचार गरेर ग्यास्ट्रिक रोग चाहिँ धेरै हदसम्म निको हुन्छ भन्ने चाहन्छु। धन्यवाद, नमस्कार।